फुलैको भन्दा बढी मेकअप यिनीहरूको चाहिँ आज चाहिँ बुटोल जल्दी जाँदै होइन आज बिहाको दिन केटाहरू रहिरहँदैन हाम्रो अगुवा हाम्रो छोरी पनि बिहा भाइ मक्खर छ दाइको बिहा भाइको कहिले कहिले के पारा हो भाइ भाइ तिम्रो पालो कहिले आउँछ नि अब अर्को महिना फेरि हेर भाइ त्यो छुटाउनु हुन्न नि छुट्टा लाग्दैन नि है बाबु हाम्रो क्यामेराम्यान बराल दोस्त होइन यहाँ चाहिँ हाम्रो दुला निस्किँदैछ हाम्रो बराल सर अर्को क्यामेराम्यान हाम्रो एनसी ह्यान्डसम के र म आमाहरू हुनुहुन्छ यता के भिनाजु बहिनी नानु मम्मी ढिलो भयो हामीलाई ढिलो भयो अब हामी लाग्न पर्ने हुन्छ होइन मेरो भान्जा मेरो भान्जा दुईटा ढ्याउसेलहरू डिस्टर्ब हाल्यो होइन तर हामी हुनेवाला छैनौँ हेर्दै चोर जस्तो अनुहार परेको हाम्रो बराल दोस्त क्यामेराम्यान फोटोग्राफर अनिल बराल यो हाम्रो ठुलो दिदी हाम्रो भोटे दोस्तको के अरे सुस्मीको गुनासो दुईजना फोटो खिच्न पाएन सँगै भनेर अहिले बराल दोस्तलाई खिच्न लाउनु पर्ने हुन्छ होइन भिनाजु दौडिँदै हुनुहुन्छ झोला बोकेर के छ झोलामा सुन्छ हाम्रो आन्टी मम्मी ए फुपू दिदीहरूलाई बुटल नलाने अरे स्याड न्युज दिदीहरूलाई बुटल नलाने अरे भोटेको मिनी ब्लग ल केटा हामी चाहिँ निस्किसक्यो होइन हामी हिँडिसक्यो जल्दी अब बिस्तारै बाटोमा रमाइलो गर्दै जानुपर्छ के भन्नु छ भोटे ब्लगलाई दाइको बिहामा सबै जाँदैछौँ त्यही नै रमाइलो भइरहेछ 50 रुपियाँको किट्टी खेलेर फेरि पृथ्वी चोकबाट फर्किनु पर्ला बिस्तारै भ्लग गर्दै जानुपर्ने हुन्छ हामी है उत्तम चाहिँ उता अगाडि स्कर्पियोमा बसेर भान्जा मानेन उत्तम चाहिँ ल ठिक छ ल भाइ चाहिँ हामी लाग्यो बुटोलतिर क्यामेरामा हेरिदेऊ न यस भनिदेऊ न यता हेरेर देखिन्छ अगाडि यो सुन्न मामाको गाडी हो यता हेर न बाबु रिसाएर बसेछ अब मामासँग नबोल्ने बाबु नबोल्ने अब नआऊ है त मबाट अब मामा भन्दै नआऊ है त माथि आउँछौ नआऊ है अनि
किन रिसा छ बस मामासँग कि दिसे घाँस दिउँ नि त अनि अब अच्छा अच्छा मेरो बाबा अच्छा निनी आछ हामी चाहिँ अब यहाँ पूजा गर्न के मन्दिर घुम्नलाई के छ अनुप दा भोटे ब्लग एकदम रमाइलो भइरहेछ अमृत पूजामा के त के छ त्यहाँ भिनाजु एक्लै हुनु भएर त्यहाँ यहाँ रमाइलो हुन्थ्यो नि हाम्रो यात्रा सुरु भइसकेको छ जोइन हुन्छु म है हाम्रो यात्रा सुरु भइसक्यो हैन दोस्तहरु टाउको निकाल्दै छ रमाइलो भइरहेछ दोस्तहरु फिलिङ स्याड अरे म यता बस्न पाइन है भिनाजु उता एक्लै छोडेर यता बस्ने कि ज्ञानी आँसु पनि आउँदैन के फोन त तर्न आइनी मेरा फोन आउन सक्छ मेरो अब हामी कस्तो खानी हो ए दुलाको भाइलाई छुटाएर जाला नि केडाहरू टुच्चा टुच्चा लगाउँदै जाने भन्छ नि त अनुप दाई हेर्दा बसमा अनुप दाई र मिलन दाई अङ्कल गीत कस्तो भएको छ घन्टी ल घन्टी बोटे छैमा यो बुढी भएको मान्छेले यस्तो भन्न त नहुने हो क्यारे ल अब चाहिँ हामी यसो चिया खानालाई रोकेको होइन चिया खानालाई हामी सबजना हेर्छौँ के गर्ने रे खोलिदिने चट्ट हामी थाकेको अवस्था बसले उफारे हामी सबैको सल्लाह उत्तम दाइलाई के अरे दाइ दाइ तिमी उता शिश्वतिर आँट है दाइ यो साह्रै गाह्रो भइसक्यो अब बाहिर केही देखिन्न है कहाँ थाहा होइन हो राजा चाहिँ हामीसँग आउँदैछ नि मुख देखाएर बोलाउन सक्छ भने तँले के खाउँदै आज त तिमी हेर त अशोक तेरो बिल्ला हाने कस्तो लागिरहेछ त राजा कस्तो लाग्यो कस्तो लाग्यो खुल्ला खाइनु नि त 1000 छ के के खान मन लाग्यो के खान मन लाग्छ यस्तो बेलामा कस्तो कस्तो बेला के भइरहेको कति महिना ओए केले नेसनल चाहिँ मैले दिदीलाई सोधेँ के चिया बन्छ दिदीले भन्नुभयो अँ चिया बन्छ दिदी त नभन हामी अर्को दोकानमा छैनौँ कि दाइ यहाँकै स्पेसल यहाँ दुधको चिया पाइन्छ दुध हालेको चिया ए दाइ यार दुईजना सँगै नै होइन न एउटालाई यस्तो गर्नु पर्ने एउटालाई यस्तो गर्नु पर्ने भिडियोमा गाह्रो छ नि मलाई यार हुन्न नि अर्कोलाई एउटाले बोलेपछि अर्कोतिर पालो ल्याउनु पर्यो
हो बल्ल मिल्यो दुईटा केटीहरूसँगै नि ल ल गर सु ल ल गर सुतिहाल्यो भोलि बिहान स्कुल जान छ तिमीहरू साँच्ची भनेको खोलेर देखाइदिन्छु तपाईँलाई अब चाहिँ हामी रोकिने होइन सिधै जाने हो अब यहाँबाट सिधै है भाउजूलाई लिन राम्री मैचा रहेछ नि त हजुर पछि फेर आयो नि तिमी आनन्द भयो अब बुटोल बजारतिर छिरेको हामी होइन यस्तो छ बाहिरको नजारा नमस्ते ल सालु नयाँ जेन्जी ल ठिक छ ल हामीलाई लिनलाई साला आइपुग्यो होइन यो हो होइन के माहौल दोस्त कस्तो लागिरहेको त सालोलाई लाइफमा फर्स्ट टाइम भेट्दाखेरि दाइको फर्स्ट टाइम होइन घर आएको ए हो त्यहाँबाट कहाँ देखेको फ्ल्यास लाइट बाल्नु पर्ने थियो यार दोस्त यार कस्तो लागिरहेको त पक्कै दोस्त ल भन्नु भाइ के भन्नु छ त देखियोस् कोही क्या हाम्रो केटाहरू हुन्छ जा यसलाई उ त्यसो छोडिदियो